मेरो प्रत्येक पाइलामा साथ दिने अनि मलाई प्रत्येक क्षण बाँच्न सिकाउने मेरो जीवन साथी। एक्सपिरियन्सको हिसाबले अघि मैले भनेको जस्तै लाइक मिस्टर राइस हिमाल टु रागिनी कपूर, यु नो, लाइक आई एम इन बिट्विन दोज गाइज, डिफ्रेन्ट जेनेरेसन्स एन्ड अल द्याट। त्यसले गर्दाखेरि इट्स क्वाइट अ एक्सपिरियन्स भयो मलाई। यसमा एक्चुअली हरेक क्याटेगोराइज गरेको छ कि न्यू जेनेरेसन्स, अलिकति एक्सपिरियन्स भइसकेको जेनेरेसनको बिचको फ्युचर मिलाएर चाहिँ के गरेको छ भने इट्स अ सोसल ड्रामा। मेरो क्यारेक्टर चाहिँ म चाहिँ आई थिङ्क इट्स लाइक अ ट्रान्ज्याक्सन बिट्विन दोज गाइज के, यता पनि छु उता पनि छु, अहिले मैले भने जस्तो दुईतिर छु तर कता फस्छु मलाई थाहा छैन, त्यो टाइपको क्यारेक्टर छ। आई थिङ्क लेट्स कीप इट दैट वे। द्याट्स लाइक आई सेड, टाइम विल टेल हैन। सबैले अब आफ्नो आफ्नो जीवनसाथी त पाउनै पर्यो लाइफमा हैन, म मात्र किन पछाडि हुने हैन। मेरो प्रत्येक पाइलामा साथ दिने अनि मलाई प्रत्येक क्षण बाँच्न सिकाउने मेरो जीवन साथी। Well, there is a couple of things. पहिला चाहिँ म के भन्छु भने एउटा कलाकारको दायित्व के हुन्छ भने उसले फिल्म मात्र खेल्ने होइन कि, यो फिल्म खेल्यो 2-4 पैसा ल्यायो फेरि अर्को फिल्म खेल्यो। आम नट लाइक द्याट। कि प्रड्युसरले त्यत्रो पैसा इन्भेस्ट गरेको हुन्छ, डाइरेक्टरले एउटा एम बनाएको हुन्छ यो फिल्मबाट के गरौँ, त्यसले गर्दा टिम वर्कको हिसाबले यदि काम गर्ने हो भने उसले सुरु साइन गरेदेखि रिलिज भए अथवा रिलिज सकेसम्म पनि हात मिलाएर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। त्यो हिसाबले मैले कुनै पनि फिल्म गरेपछि म सधैँ स्क्रिप्टिङदेखि नै पछिसम्म बसिरहन्छु। त्यसपछिको फिल्म प्रचण्ड पौडेलमा रिलिजिङको कुरामा अहिले भर्खर मैले मिटिङ गरेर आएको भनेपछि आई विल जस्ट फलो देम है। अब यसको रेस्पोन्स चाहिँ मैले पहिलोचोटि काठमाडौँ भ्याली बाहिर जानु मौका पाएँ। फ्यानहरू दर्शकहरूको फिडब्याक अहिले नै सुन्दाखेरि खुसी लाग्छ। त्यसपछि हाम्रो यो सिनेमाको गाना एकदम मन पराएको रहेछ उहाँहरूले। एकदम एक्साइटिङ भइरहेछ होइन, फुल अफ एक्साइटमेन्ट भइरहेछ। अब के हुने होला, थर्ड मुभी रिलिज भइसक्यो अलरेडी, यो फोर्थ मुभी हुन्छ होइन। सो थर्ड मुभिजहरूमा खासै त्यस्तो एक्सपेक्टेसनलाई मिट भएन। लेट्स सी मेरो जीवन साथीले मेरो एक्सपेक्टेसनलाई मिट गर्छ कि भन्ने होप छ। क्यारेक्टर एउटा टिनेजर गर्ल होइन, जो चाहिँ लभ एट्र्याक्सन इन्फ्याक्चुएसन हो कि त्यो ट्रु लभ हो कि त्यो जस्ट एन एट्र्याक्सन हो, त्यो कुरामा कन्फ्युज भएर हुन्छ होइन। अनि इट्स अल अबाउट अन्डरस्ट्यान्डिङ अबाउट द लभ होइन। अनि त्यही हो, त्यही पेरिफेरीमा बााउन्डेड भएको मुभी छ। सो क्यारेक्टरलाई पनि मैले जस्टिफिएबल वेमा प्रेजेन्ट गरेकी छु। जीवन साथी पनि लेखिएकै हुन्छ रे, बस उसलाई चिन्न मात्रै गाह्रो हुन्छ। एक्चुअली यसमा चाहिँ के भन्दाखेरि दिवाकरजी डिरेक्टर हुन्छ हाम्रो जीवन साथी, मेरो जीवन साथीको। म चाहिँ साथी होइन, अनि बसाइ पनि सँगसँगै, अनि हामी चाहिँ लेभलदेखि नै सँगै काम गर्दै आएको। अनि गरौँ न त भन्ने हिसाबले चाहिँ हामीले नै प्लानिङ गरे अब मेरो जीवन साथीको बिगिनिङ चाहिँ सुरुवात होइन। त्यसपछि सूर्यदाई जोइन हुनुभयो पुरुषहरूको हिसाबले, अनि त्यहाँ काम गऱ्यो। यो चाहिँ कस्तो भनौँ, गरौँ न त भने साथीभाइको हाम्रो सल्लाह र प्लानिङले नै सुरुवात भएको हो। काम गरियो होइन, सक्सेस पनि भयो, त्यही हो। मैले चाहिँ मेरो आफ्नो अनुभव होइन, हामीले चाहिँ जस्तो मल्टिप्लहरूमा भिडियोहरूमा चाहिँ के हुन्छ भने आज काम गरेर 2-4 दिनमा रिलिज हुन्छ कि सिप, त्यसको रिटर्न प्रतिक्रियाहरू चाँडो आउँछ होइन। अनि अब तपाईँको आर्थिक हिसाबले पनि भन्नुपर्दाखेरि चाहिँ तपाईँको खेल्यो पैसा लियो हिँड्यो, अनि त्यो हुन्छ। फिल्म चाहिँ तपाईँको जस्तै अब त्यसको रिजल्ट आउनु रिलिज हुनु यताउति 1 इयर्स जति लगभग लाग्ने होइन। त्यो कारणले चाहिँ अलिकति फरक त छ। आफूले सोचे जस्तो जीवन साथी पाउन धेरै गाह्रो छ, अनि कहिले काहीँ पाएर बचाउन। मेरो प्रत्येक पाइलामा साथ दिने अनि मलाई प्रत्येक क्षण बाँच्न सिकाउने मेरो जीवन साथी। मलाई त्यो कन्फिडेन्स के थियो भने सिनियर हो, रेस्पेक्ट गर्नुपर्छ होइन। तर मैले पनि भिडियोजहरूदेखि लिएर अरू कुराहरूमा एउटा इन्स्टिट्युटहरूमा पनि आफ्नो एउटा डान्स टिचर भएको आधारमा चाहिँ मैले सिनेमा पहिलो भने मैले पर्दा पछाडि मैले धेरै काम गरिसकेको आधारमा चाहिँ अब त्यस्तो मलाई त्यस्तो फिल त मैले गरिनँ होइन। जस्तै रागिनीजी हामी अनि तपाईँको दिवाकरहरू भयो होइन, रेसीहरूसँग
काम गर्दा भन्दा उहाँहरूसँग त अलिक केही न केही फरक त हुन्छ नै डेफिनेटली होइन, तर पनि त्यस्तो खासै फिल भएन। राजदाईसँग खास त्यति टच पनि सिनेमामा छैन, 1-2 सिन बाहेक। अनि रेखाजीसँग इन्टरभल पछि हो। मेरो आफ्नो व्यक्तिगत तर्फबाट भन्दा चाहिँ टेलिभिजनहरूमा र भिडियोहरूमा होइन, हरेक कुरामा धेरै काम गरे खेल्यो होइन। तपाईँहरूको सहर बजार अथवा गाउँघरको सिनेमाको पर्दामा पनि म आउँदैछु होइन। जसरी मलाई मन पराएर माया गरिदिनुहुन्छ सबैले, सिनेमा गएर हेरिदिनुहोस्। मेरो आफ्नो कामको मूल्याङ्कन के कस्तो छ कमेन्ट गरिदिनुहोस् होइन। मलाई सम्पूर्ण हाम्रो फिल्मको टिमलाई नै माया गरिदिनुहोस्, हेरिदिनुहोस् भन्न चाहन्छु। मङ्सिर 15 गतेदेखि हाम्रो मुभी मेरो जीवन साथी चल्दैछ, अल नेपाल रिलिज हुँदैछ होइन। मेरो फ्यान्सहरू हुनुहुन्छ भने पनि नभए पनि प्लिज एकचोटि मेरो जीवन साथी राम्रो मेकिङ मुभी बन्दैछ होइन, सो हलमा गएर एकचोटि हेरिदिनु होला। अनि राम्रो नराम्रो कमेन्ट्स पढेर जे हुन्छ होइन, हामीलाई चाहिँ अनलाइन थ्रुबाट प्रोग्राम्सहरूको थ्रुबाट चाहिँ कमेन्ट्सहरू पास गर्नु। मेरो प्रत्येक पाइलामा साथ दिने अनि मलाई प्रत्येक क्षण बाँच्न सिकाउने मेरो जीवन साथी।